नेपाल वैश्यवादी बौद्ध धर्म विश्वासी संघ छ संघीय श्री गुम्बा नाम आयोजित 21औं गुम्बा समापन तथा गुम्बा उद्घाटन कार्यक्रम दुईटा संयुक्त रूपमा कार्यक्रमको चाहिँ सभापति हाम्रो गुम्बाको अध्यक्षज्यू त्यस्तै गरी हाम्रो विशेष अतिथिमा हाम्रो वैश्यवादी बौद्ध धर्म महासचिव मेरो त अब गुरु नै हो उहाँ पनि प्रेम गुरु त्यस्तै गरी हाम्रो चाहिँ खनावास गाउँपालिकाका उपाध्यक्ष सिके तामाङ हाम्रो चाहिँ युवा नेताज्यू र हाम्रो चाहिँ खेम्बो गुरु लगायत अन्य गुरुहरू हामीहरू र आज यो कार्यक्रममा पाल्नु भएका सम्पूर्ण खनावास गाउँपालिका विशेष गरेर मौ लगायत यो वरिपरिका युक्ताङबाट पनि आउनु भएको छ जस्तो लाग्छ मलाई जहाँबाट पाल्नु भएको सम्पूर्ण आज यो कार्यक्रममा पाल्नु भएको सम्पूर्ण चाहिँ भक्तजनहरू मैले मान सम्मान गर्नुपर्ने अन्य चाहिँ मेरो चाहिँ अग्रज चाहिँ मेरो चाहिँ बुवा दाजुभाइ दिदीबहिनीहरू सबैमा सर्वप्रथम त म व्यक्तिगत तर्फबाट सबैलाई शुभकामना टक्राउन चाहन्छु। धेरै कुराहरू आइसकेका छ यहाँ सबैलाई हतार पनि छ। आज मौसमको कारणले गर्दाखेरि अलिकति कार्यक्रम चाहिँ अलिकति ढिलो भयो हामी सबैलाई थाहा छ यो कुरो। तर भाग्यवश अहिले चाहिँ यो के हो भन्दा घाम लाग्यो होइन बिहान त एकदमै ठुलो झरी असार साउनमा भन्दा पनि बढी परिरहेको आज यो कार्यक्रम चाहिँ हुँदैन कि जस्तो मलाई फिल भइरहेको तर के हो भने भगवान्ले साथ दिएको छ त्यसैले गर्दाखेरि यो कार्यक्रम अलिकति ढिलो भएको छ हतार छ सबैलाई। त्यसैले गर्दा म छोटकरीमा एक दुईवटा कुरा मात्र राख्न चाहन्छु। आज यो गुम्बाको यो संयुक्त एउटा कार्यक्रमको साथसाथै यहाँ चाहिँ के हो भन्दा यो गुम्बाको उद्घाटन चाहिँ हुँदै गर्दाखेरि मलाई गुम्बाको उद्घाटनको एउटा चाहिँ एउटा प्रमुख व्यक्ति उद्घाटन गर्ने जुन अवसर तपाईँले दिनुभएको थियो म आफैमै गौरवान्वित छँदैछु। यो नेपाल वैश्यवादी बौद्ध धर्म विश्वकर्म सङ्घ हाम्रो चाहिँ महासचिव जुन यहीँ हुनुहुन्छ हामी पहिला यो सङ्घमा चाहिँ अब कसरी लागेको थियो कसरी सुरुवात भएको थियो भन्ने कुरा यो महत्त्वपूर्ण कुरा हुन्छ। एकचोटि त्यसमा चाहिँ के हो भन्दाखेरि यो अहिलेको सङ्घमा म पनि एउटा चाहिँ जिम्मेवारी व्यक्ति थियो तर म विभिन्न कारणले गर्दाखेरि अहिले बाहिरै भए तापनि मेरो चाहिँ के हो त भन्दाखेरि साथ र सहयोग सबै चाहिँ यसमा चाहिँ रहिरहन्छ र म सधैँ सम्झिरहन्छु र त्यसैले गर्दा मलाई कहिले कहिले कता कता मनमा चाहिँ फिल हुन्छ कतै कतै हाम्रो चाहिँ रिमुल्छे गुरु हाम्रो चाहिँ धर्मगुरु चाहिँ उहाँले चाहिँ कतै चाहिँ डोराएर राखेर त्यसैको पछि पछि लागिराख्यो ताने हो कि जस्तो मलाई चाहिँ लागिरहेको छ। त्यसैले बेला बेलामा उहाँ हाम्रो चाहिँ महासचिव गुरु हुनुहुन्छ हामी सँगसँगै भइरहेको हुन्छ कार्यक्रमहरूमा कता कता एक गुम्बाकै यसले चाहिँ भनौँ न अब उद्घाटनहरूमा कार्यक्रमहरूमा अस्ति हामी के अरे सेन्डोङमा पनि सँगै थियौँ होइन अरू ठाउँमा पनि हामी सँगै भइरहेका हुन्छौँ र यो बुद्ध धर्मलाई बचाउनको लागि यसलाई चाहिँ के हो त भन्दाखेरि हामी चाहिँ एक ढिक्का भएर नाकि हामी कोही कागा कोही पागा कसैले चाहिँ कोही चाहिँ दाहिने बायाँ लाग्यो भन्दैमा हामी चाहिँ के हो त त्यतिर नलागिकन बुद्ध धर्मलाई चाहिँ बिगार्न खोज्ने मान्छेहरू पनि हुन सक्छ त्यहाँतिर त्यसलाई हामीले बिगार्दैन भयो तर हामी सजग भएर लाग्नु। त्यसमा हाम्रो महासचिव गुरुङ हामीहरू एक ताका लागेको थियौँ। म अहिले यहाँ नाम लिन चाहन्छु हामी लागेको थियौँ हाम्रो धर्मलाई कतै चाहिँ केही बिगार्न खोज्यो दाहिने बायाँ डाइभर्ट गर्न खोजेर चाहिँ कुनै अवसर दिन खोज्या हो भन्ने त्यस्ता ठाउँहरू पनि एकचोटि आइराखेको थियो अलिकति शिक्षित हुँदै गएको छ। त्यसैले त्यस्तो कुराहरूबाट पनि तपाईँहरूले अलिकति सचेत हुन जरुरी छ भन्ने मलाई लाग्छ। र अर्को कुरा के हो भन्दा नेपाल एउटा
जातीय भाषिक धार्मिक सांस्कृतिक भएको एउटा विविधतायुक्त देश हो। तपाईँ हामी सबैलाई थाहा छ। हामी यो देशमा भनेको लगभग 10वटा चाहिँ एउटा प्रमुख धर्म मान्ने चाहिँ हामी समुदायहरू चाहिँ यो देशमा नेपालभित्र हामी बसोबास गर्छ। र यो भन्दै गर्दा के हो त भन्दा बुद्ध धर्म हामी कसैलाई चाहिँ गाली पनि नगर्ने, दुःख पनि नदिने, होइन, यस्तो खालको धर्ममा हामी स्वतन्त्र एउटा चाहिँ के हो त भन्दा सबैलाई किन भलो होस्, ठुलो होस्, फलोस्, दुःख नपाओस् भन्ने त्यो खालको चाहिँ भावना, त्यो करुणा लिएर यो चाहिँ हामी यो बुद्ध धर्ममा लागेका छौँ। त्यसैले गर्दा मलाई लाग्छ यो अहिलेको हाम्रो यो नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चौकको सङ्घ चाहिँ के हो त भन्दाखेरि नेपाल बुद्ध धर्ममा पनि धेरै चाहिँ के हो त भन्दा आफ्नो सङ्घ संस्थाहरू त छन् त। कोही रिकुर्सेर अरबौँ पैसा भएका रिकुर्सेहरू, एउटै चाहिँ गुम्बा चाहिँ अरबौँ चाहिँ गुम्बा भएका रिकुर्सेहरू। तर हामी यो चाहिँ नितान्त यो अहिलेको चाहिँ हाम्रो यो सङ्घ विश्व शान्ति सङ्घ के हो त भन्दाखेरि हामी चाहिँ नेपाल अधिराज्यभरिका बुद्ध धर्म मान्ने त छँदैछ, त्योभन्दा बाहिरकालाई पनि हाम्रो सङ्घभित्र हाम्रो चाहिँ धर्मभित्र ल्याएर बुद्ध धर्मभित्र ल्याएर त्यसलाई चाहिँ हामीले ठुलो एउटा चाहिँ के हो त भन्दाखेरि धर्मको एउटा चाहिँ के हो प्रचार प्रसार र आस्था बनाउँ भन्ने त्यो ढङ्गले चाहिँ यो अहिलेको हाम्रो चाहिँ सङ्घ चाहिँ अगाडि बढिरहेको अवस्था छ। र मलाई लाग्छ भने पक्कै पनि हो कसैले अरबौँको गुम्बा, मलाई आफ्नो थाहा बुझिन्छ, अरबौँको गुम्बा बनाएर एकै ठाउँमा बनाएर त्यो धर्म चाहिँ प्रचार प्रसार गर्छ मलाई लाग्छ है, मेरो व्यक्तिगत धारणा। धर्म प्रचार गर्नको लागि कुना कहाँ छ, हिमालदेखि पहाडदेखि तराईसम्म कहाँ छ, त्यहाँ चाहिँ कुनामा गाउँमा टोलमा गएर त्यहाँ खालको धर्म मान्ने चाहिँ समुदायहरू छन्। समुदायहरू त्यहाँ बिजुको त्यहाँ जानु। त्यो कसले गरिरहेछ त भन्दाखेरि अहिले बुद्ध धर्मको लागि हाम्रो यो चक्रसङ्घले गरिरहेछ। नेपाल अहिंसावादी बौद्ध धर्म विश्वले गरिरहेछ। यसमा कुनमा छैन, ठोको आकाश त्यसै 250-300को हाराहारी गुन्डा त्यसै पुगेको छैन। अर्को कसै पनि छैन। हाम्रो सानो होस् या ठुलो होस्, हाम्रो चाहिँ गुम्बाहरू हरेक देशको कुना, देशभित्रको कुना के गाउँमा जति चाहिँ गुम्बाहरू थिए। यो अहिलेको हाम्रो चाहिँ अहिंसावादी बौद्ध धर्म विश्व शान्ति हरेक कुनामा चाहिँ पुगेको छ। मलाई थाहा छ यो कुरो। र सरकारले पनि त्यही ढङ्गले यो सङ्घलाई चाहिँ हेर्नुपर्छ, त्यही ढङ्गले सहयोग गर्नुपर्छ भनेर आफ्नो मानेन, मेरो आफ्नो भनाइ। त्यसैले गर्दा म तपाईँलाई के भन्न चाहन्छु भने अहिले हाम्रो चाहिँ महासङ्घलाई ज्ञानसार गुरु यहाँ हुनु, अब हाम्रो बिचमा हुनु, बाटो देखाएर जानुभएको छ। हाम्रो समुदायभित्र विशेष गरेर अघि यहाँ गुरुले भन्नुभयो हामी तामाङ जाति जन्मिने बित्तिकै हामी चाहिँ बुद्धको अनुयायी भएर जन्मेका हुन्छ, बुद्ध धर्ममा आस्था लागेर जन्मिएका हुन्छ। त्यसैले गर्दा उहाँले देखाएर जानुभयो जुन बाटो छ मलाई सही लागेको छ, अरूलाई पनि त्यही लागेर त लागेको। त्यसैले गर्दा उहाँले देखाउनु भएको जुन बाटो छ हामीले त्यसलाई चाहिँ समय अँगालेर जानुपर्छ। र मलाई लाग्छ यो हाम्रो चाहिँ सङ्घ अब भविष्यमा कुनै दिन नेपालको बुद्ध धर्म बचाउने बुद्ध धर्मको चाहिँ के हो त भन्दाखेरि एकदमै एउटा चाहिँ नेतृत्व लिने र यो देशभित्र भएका मात्र नभएर संसारभरि भएका जति पनि बुद्ध धर्म मान्ने चाहिँ हाम्रो चाहिँ भनौँ न बुद्ध धर्मावलम्बीहरू छन्, उहाँहरू सबैलाई एक ढिकाबाट एकबद्ध भएर चाहिँ यो चाहिँ के हो त भन्दा हाम्रो सङ्घले चाहिँ बुद्ध धर्मको चाहिँ के हो त भन्दाखेरि हाम्रो यो सदियौँसम्म यो धर्मलाई चाहिँ अगाडि लाने एउटा नेतृत्व पक्कै पनि लिन्छ भनेर मैले चाहिँ आशा गर्छु। र अब आयो केही कुराहरू। अब यहाँ कसरी बन्यो यो गुम्बा भन्ने कुरा त्यसै भनेको छैन। यहाँ धेरैले अघि यहाँ आइसकेका छ यी प्रमाणपत्रहरू तपाईँहरूले एउटा मायाको चिनो दिनको लागि उहाँहरूले जीविका दुःख गर्नुभएको छ। सबैको साथ सहयोग
हातमा हात काँधमा काँध मिलाएर यो चाहिँ के हो भन्दाखेरि यो गुम्बा अहिले ठौरे हुन्छ। त्यसै ठडाइ छैन यहाँ 28-29 लाख टोटला उठाएछ। कोही सरकारबाट आयो होला, स्थानीय सरकारबाट आयो होला, कोही कताबाट आयो होला। त्यसरी नै के हो त यो गुम्बा चाहिँ के हो त भन्दा अहिले छोडेको अवस्था छ। अझै मैले देखिरहेको छु कि यहाँको चाहिँ संरचनाहरू अझै पनि बढाउनु चाहिँ पर्ने अवस्था देखेको छ। बाहिर त्यहाँ किचन बन्दै रहेछ तपाईँहरूको, माथि अझै गजुर त लगाउनु भएको छ, त्यहाँबाट अझै त्यो चाहिँ के हो फिनिसिङ भएको छैन। बाहिर यो चौरहरू बनाउनु छ, तारको जाली लगाउनु पर्ने होला, के गर्नुपर्ने। त्यसैले गर्दाखेरि अझै पनि यो गुम्बाको चाहिँ निर्माण पूर्ण रूपमा सम्पन्न हुनको लागि केही रकमहरू चाहिन्छ। त्यसको लागि 3 तहको सरकार नेपालमा अहिले अघि हाम्रो उपप्रमुखले भन्नुभयो 3 तहको सरकार हामीले बनाएका छौँ। अहिलेको संविधानमा सङ्घको, प्रदेशको र स्थानीय सरकार। सङ्घको हामी अलिकति के भन्दाखेरि हामी मतवाली भन्छौँ। अब हामी तामाङ जाति, त्यहीभित्र पनि विशेष तामाङ जाति, हामी आदिवासी जनजातिभित्रै पनि हरेक क्षेत्रबाट के न के हामी पछाडि परेका छौँ। किनभने राज्यको चाहिँ के हो त भन्दाखेरि जुन विगतको त्यो राज्य सत्ताको कारणले गर्दाखेरि हामी पछाडि परेका छौँ। त्यसैले गर्दाखेरि सङ्घको चाहिँ मोटामोटी अब समय गइसक्यो। यो अब अहिलेको 82 र 83 को बजेट त्यहाँ पनि सहरी विकासबाट हामीले पैसा हाल्न सकिन्थ्यो, के अरे संस्कृति पर्यटन मन्त्रालयबाट हामीले हाल्न सकिन्थ्यो। तर त्यो अब अलिकति टाढाको कुरा छ, तैपनि म कोसिस गर्छु। र अब प्रदेशको बाँकी छ, प्रदेश सरकारको संस्कृति पर्यटन मन्त्रालयबाट हाल्न सकिन्छ, त्यहाँ म पनि कोसिस गर्छु। यहाँको उपप्रमुखजी यहाँ हुनुहुन्छ, उहाँले स्थानीय तहबाट भएन भने प्रदेशमै पनि हामी समय गएर चाहिँ यो गुम्बालाई चाहिँ अलिक विशेष छ हामी सबै मिलेर यो आर्थिक वर्षको कुरा गर्दैछ। यो आर्थिक वर्षको बजेटमा केही न केही बजेट हामीले स्थानीय प्रदेश र सङ्घबाट चाहिँ केही न केही बजेट विनियोजन गर्ने र यहाँ ल्याउने काम चाहिँ तपाईँहरूले गर्नु जरुरी छ। मैले चाहिँ यहाँ देखाएको त्यति भएपछि मोटामोटी यो भौतिक संरचनाहरू सबै बनिसकेको चाहिँ अरू भित्र आन्तरिक यो मिलाउने भन्ने कुरा लामा गुरुहरू यहाँको चाहिँ समिति अध्यक्षज्यू लगायत समितिले तपाईँहरूले के गर्ने तपाईँहरूले गर्नुहोस्। र अर्को कुरा के हो भन्दा यहाँ हाम्रो अघि एकजना उहाँ त भाइ नै होला, उहाँले केही कुरा उठाउनु मौर किन पछाडि पऱ्यो, सत्यदेवी किन पछाडि पऱ्यो। अब यहाँ के भएको छ त भन्दाखेरि मौरको विषयमा कुरा गर्दा अलिकति लुकेको ठाउँ तपाईँहरू सबैलाई जुन विकास क्रमहरू अगाडि बढ्दै थियो, जहाँ जहाँ नदी हुन्छ, जहाँ देखिन्छ त्यहाँ छिटो जाँदो रहेछ क्या विकास। जहाँ लुकेको ठाउँ छ नि अलिकति, त्यहाँ चाहिँ अलिकति पछाडि नै पर्दो रहेछ क्या। त्यसैले गर्दाखेरि मलाई पनि थाहा छ यो विद्युत ल्याउन नसकेर यहाँ कति गाह्रो भएको थियो एकचोटि, तर पछि यताउता गरेर यहाँ विद्युत यताउता प्रसारण माध्यमहरू यताउता गऱ्यो। र अर्को कुरा के हो त भन्दा बाटोको विषयमा अहिले नेपालमा बाटो धेरै बनाएको छ। तपाईँ 70-80 हजार किलोमिटर चाहिँ बाटो बनेको छ। तर त्यो बाटो चाहिँ के हो त भन्दा गुणस्तरीय छैन, क्वालिटीको छैन त्यो। आज म त्यहाँबाट जयसिंहबाट यता आउँदैछ, तलतिरबाट आउँदाखेरि गाडी तलतिर ठोके गर्छ है, ढुङ्गा पछाउँदा हैरान। त्यसले गर्दाखेरि के हो त भन्दा गुणस्तरीय छैन। अहिले हाम्रो भनेको त्यहाँ किताबबाट डङ्गरबाट तल झरेर थप्नु हुँदै उता जाने अलिकति ठिक छ। त्यही पनि झन्झन प्लेतिर पारितिर त्यो खत्तमै छ त्यो बाटो। यतापट्टि पनि के हो त भन्दाखेरि त्यहाँ त्यो पारितिरबाट अलिकति हिलो यताउता रहेछ। यहीँ उता टाढाबाट उतातिर झर्नेमा यहाँ पनि गाह्रो छ। अन्त मैले पहिला ऊ भान्जालाई अलिकति बजेट पठाइदिएको थिएँ, त्यसले केही गराएर रहेछ, नत्र यहाँ त केही पनि हिँड्ने थिएन होइन। अब यसलाई पनि केही न केही बजेट चाहिँ यहाँ माथिबाट आएर सिधै गएर चाहिँ अलिकति राम्रोसँगले जाने बाटोपना अथवा अवस्थामा यो सडकलाई पनि पुऱ्याउनु पर्ने रहेछ। त्यसमा चाहिँ स्टाइलिङ के गर्न सकिन्छ तपाईँहरू। अब यहाँ 5वटा वडा कता कता नाम छ, ठिकै छ, आफूलाई थाहा होला। उहाँले चाहिँ आज अध्यक्षज्यू यहाँ छैन, प्रदेश र सङ्घबाट कता कता के गर्नुपर्ने काम मेरो पनि जिम्मेवारी हुन्छ, उहाँहरूको पनि जिम्मेवारी हुन्छ। मैले सक्ने चाहिँ म तपाईँहरूलाई चाहिँ यो सडकको अपग्रेड गर्ने, गुणस्तर बढाउने काममा चाहिँ मेरो चाहिँ सहयोग हुनेछ भनेर म तपाईँहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु। र मलाई कता कता जानेर नजानेर म पनि तपाईँहरूकै कसैको चाहिँ दाइ पऱ्यो होला, कसैको भाइ बुवा पऱ्यो होला, कसैको के पऱ्यो होइन,
म पनि यही ठाउँमा जन्मिया हुर्किया मान्छे, यहीँ खेलेर हुर्किया मान्छे, यहीँ हलो जोडेर चाहिँ म चाहिँ बिडी सार्नु गएको मान्छे तपाईँ। तर एउटा कुरा के हो त भन्दा भाग्यले कता कता ठोकिँदै आएर अघि हाम्रो प्रमुखजीले भन्नु देशको एउटा संविधान बनाउने ठाउँमा हाम्रो चाहिँ परशुरामजी पनि पुग्यो। उहाँ अहिले यहाँ हुनुहुन्छ, हामी दुईजना सँगै थियौँ। त्यतिखेर 601 जना चाहिँ सभासद मध्ये हामी दुईजना यो गाउँपालिका यो गाउँबाट हामी यो पार्टीमा र अब त्यहाँ हस्ताक्षर छ 308 संविधानको धारा 308 धाराभित्र हामीले के चाहिँ लेखेका छौँ त्यहाँ मौलिक हकदेखि लिएर अरू के लेखेका छौँ भन्ने कुराहरू हामीले त्यहाँ बनाएर भनौँ न एउटा संविधान बनाएर 601 जना मान्नेले चाहिँ सभासदले चाहिँ संविधान बनाएर त्यहाँ हस्ताक्षर गरेका छौँ। अधिकारहरू के पाउनुपर्ने भन्ने कुराहरू त्यहाँ लेखिएको छ होइन। धार्मिक स्वतन्त्रता धेरै त्यो मौलिक हकमा 33वटा मौलिक हक छ त्यहाँ। एउटा त्यो मौलिक हकभित्र चाहिँ के हो त भन्दा धार्मिक स्वतन्त्रता भन्ने लेखिएको छ। यो कुरा तपाईँहरूले सबैले बुझ्नु जरुरी छ। मौलिक हक भनेको के हो त भन्दा त्यो संविधानमा भएको मौलिक हकको धारा अनुसार धार्मिक स्वतन्त्रताको विषयमा कानुन बनाएर त्यो चाहिँ के हो त भन्दा देशमा त्यसलाई चाहिँ लागू गर्नुपर्छ, अधिकार दिएको छ। त्यसैले धार्मिक स्वतन्त्रता भनेपछि तपाईँहरू सबैले बुझ्छ। मैले अघि सुरुमा पनि भने यो नेपाल चाहिँ एउटा विविधतायुक्त देश, कुनै एउटा धर्मको देश त होइन। त्यसैले गर्दाखेरि मैले के भन्नु खोजेँ भने मलाई अहिले कता कता छटपटी लागिरहेको छ कि आफैले साइन गरेको संविधान अहिले चाहिँ के हो त भन्दा विभिन्न बाहनामा अहिले गइसकेको राजतन्त्रलाई फर्काउने नाममा राजालाई पनि उनीहरूले प्रयोग गरेको हो। तपाईँले यो कुरा बुझ्नुहुन्छ है, राजाले पनि प्रयोग गरेको काम कुरो एकातिर कुरो कि ठिमीतिर भने जस्तो छ कि राजालाई चाहिँ त्यो हल्ला गर्न लगाउने, जुलुस नारा गर्न लगाउने। अस्ति 2 जना मान्छे त मऱ्यो नि। तर यो सब अहिलेको चाहिँ शासन व्यवस्था ठिक छैन है, यो संविधान ठिक छैन है, यसलाई चाहिँ संशोधन गर्नुपर्छ भन्ने नाममा चाहिँ ब्याकडोरबाट चाहिँ के हो झालबाट चाहिँ के हो त भन्दा हिन्दू राज्य घोषणा गर्न खोजिरहेको छ। यो कुरा तपाईँहरू छ। मैले यो ठाउँ ठाउँमा अहिले बोल्दै पनि आएको छु। यसमा विभिन्न राजनीतिक दलहरूको के हो त भन्दाखेरि दलभित्र पनि विभाजित मत विभाजित छ। मेरै पार्टीभित्र नेपाली काङ्ग्रेसमा 3 थरीको मान्छे छ। एउटा हिन्दू राज्य छ, धार्मिक स्वतन्त्रता छ, एउटा धर्मनिरपेक्ष। म धर्मनिरपेक्ष र एमालेमा तपाईँ भन्नुपर्छ, मैले सबै राजनीतिक दलको भन्नुपर्छ। उनीहरूको बहुसङ्ख्यक मान्छे के भने हिन्दू राज्यको पक्षमा छ। माओवादी छ जो कि माओवादी दल मात्रै हो अहिले चाहिँ धार्मिक निरपेक्ष हुनुपर्छ, धर्मनिरपेक्ष हो भन्ने एउटा माओवादी मात्रै एक मत छ जस्तो मलाई लाग्छ है। त्यहाँ पनि अलिकति हाम्रो नचौक भन्छ नि होइन, नचौकामा चाहिँ के होइन बुझिन आएन होइन भने माओवादीको चाहिँ धर्मनिरपेक्षमा ढिक्का छ जस्तो मलाई लाग्छ। र अरू राजनीतिक दल त उनीहरू यता जाने उता जाने झुम्बिने कहिले के हुने त्यस्तै दलहरू छ। त्यसैले गर्दाखेरि अब यो अहिले जुन राजनीतिक एउटा चाहिँ चहलपहल भइरहेको छ, अहिले आन्दोलनहरू केहरू भइरहेको छ, यो एउटा चाहिँ के हो त भन्दाखेरि देखाउने बाह्र देखाउने एउटा भोलि चाहिँ के हो त भन्दाखेरि घुमाइ आखिरमा अहिलेको संविधानलाई तोडमोड गरेर फेरि के हो त भन्दाखेरि यो देशमा एउटै चाहिँ धर्म, एउटै भाषा, एउटै जात बनाएर फेरि त्यही खालको शासन व्यवस्था लागू गर्ने चाहिँ यो एउटा अवस्था बनाउन खोजिरहेको अवस्था छ। अघि हाम्रो उपजीले भन्नुभयो, यो अवस्थालाई चाहिँ हामीले भयङ्करै सचेत भएर चाहिँ हामी अगाडि बढ्नु जरुरी छ। त्यस्तै पऱ्यो भने हामी भोलि झन्डी बोकेर अथवा हाम्रो चाहिँ केही माग उचाइ उडाएर हामी आन्दोलन जानुपर्ने अवस्था आउन सक्छ। अन्यथा मानिलो आज यहाँ भगवान्को अगाडि मैले राजनीतिक कुराहरू हेरेर गर्नु नहुने, तर बाध्य भएर मैले यो कुरा गर्दैछु किन अहिले त्यही इन्भाइरोमेन्ट, त्यही वातावरण, त्यही अवस्था चाहिँ अहिले चाहिँ उजागर भइरहेको छ, आइरहेको छ। त्यसैले तपाईँहरू सबै सचेत हुन जरुरी छ। र अहिले यो किन आएको छ त भन्दाखेरि गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, हामीले अधिकारहरू केही प्राप्त गर्यो, केही अझै बाँकी, हाम्रो पहिचानको मुद्दा त अझै बाँकी छँदैछ। हामीले यो बागमती प्रदेश नागेको होइन,
हामीले नेवार तामसाली प्रदेश माग्यौँ, नेवार तामसाली प्रदेश हुनुपर्छ या भनेर माग्यौँ। तर घुमाइ काम पुऱ्याइदियो भन्दाखेरि बागमती प्रदेश पहिलाकै 14 अञ्चलतिर पुऱ्याइदियो हामीलाई। त्यसैले गर्दाखेरि के हो, मैले भन्न खोजेको के हो भन्दाखेरि अहिलेको यो हामीले प्राप्त गरेका अधिकारहरू पनि त्यसलाई चाहिँ के हुँदा वञ्चित फेरि पछाडि धकेलिने र पहिलाकै शासन व्यवस्था ल्याउने जुन एउटा चाहिँ अहिले अवस्था र वातावरण जुन आवाजहरू उठिरहेको छ त्यसलाई तपाईँ हामी सबै सचेत भएर अगाडि बढ्न जरुरी छ। यो भन्दै गर्दा फेरि सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र भएका राजनीतिक दलहरू जे जति राजनीतिक दलहरू छन्, काङ्ग्रेस होला, एमाले होला, माओवादी होला, अरूहरू भयो, यी दलहरूले पनि उनीहरू पनि सचिन जरुरी छ है, सचिनुपर्ने अवस्था चाहिँ छ। खालि सत्तामा मात्र जाने, देशको विकास नगर्ने, बेरोजगार चाहिँ निम्ताहरू सबै चाहिँ युवाहरूलाई चाहिँ विदेशमा पठाउने कामको गर्नुपर्छ। त्यसैले गर्दाखेरि अहिलेकै अवस्थामा बस्न चाहिँ हुँदैन। अब राजनीतिक दलहरू पनि के हो भन्दाखेरि अब यो देशलाई साँच्चै नै एउटा चाहिँ नयाँ एउटा परिवर्तन गर्ने भने राजनीतिक दलहरू पनि के हो भन्दाखेरि नेताहरू पनि सचिन जरुरी छ। त्यसैले गर्दा मलाई लाग्छ नेताहरूको पनि चेक बुझिसकेको अवस्था छ जस्तो चाहिँ मलाई लाग्छ। त्यसैले गर्दा यो कुराहरू मैले धेरै कुराहरू गरेँ र अन्त्यमा आज यो चाहिँ मलाई चाहिँ यो धार्मिक स्थलमा कुनै कार्यक्रममा मलाई बोलाउनु म त गइहाल्छु, आइहाल्छु। किन म पनि धर्म राजनीति गरे तापनि धर्मप्रति म चाहिँ आस्था राख्ने मान्छे। त्यसैले गर्दाखेरि म चाहिँ आज मलाई चाहिँ एउटा चाहिँ उद्घाटन कार्यक्रम यो तपाईँहरूले 3वटा कार्यक्रम संयुक्त रूपमा गर्नुभएको रहेछ, बोलाउनु हो। मेरो आफ्नै गाउँ ठाउँ र यो मौर चाहिँ एउटा कस्तो ठाउँ भयो त भन्दाखेरि यो त यो एउटा चाहिँ बुद्धमा एउटा गाउँ हो कि मलाई त्यस्तो लाग्छ। तपाईँहरूले यो बुद्ध धर्मको विषयमा पक्कै भन्यो भने यो गाउँमा भनौँ न पहिलाको सापीको चाहिँ सत्यदेवी भनौँ न गाविस मौर जतिको अगाडि बुद्ध धर्मप्रति आस्था राख्ने अरू छैन। म पक्कै भनिदिन्छु मलाई थाहा छैन कसरी बौद्ध भन्दाखेरि नेपाल इस्लामी बौद्ध धर्म इस्लामी चल्न सक्छ कारणले भएको मलाई थाहा छ। त्यसै तपाईँहरूले यहीबाट सुरुवात गर्नुहोस्, अरू गाउँ तल हुँदै तपाईँसँग सबैलाई चाहिँ तल चाहिँ के हो त भन्दाखेरि सुरु गर्नु सक्छ तपाईँ। र अन्तमा आज यो आयोजक र यो कमिटी अध्यक्षज्यू लगायत हाम्रा चाहिँ आयोजक कमिटीका साथीहरू तपाईँहरूले बोलाएर आज यो कार्यक्रममा मलाई प्रमुख अतिथिको हैसियत केही हुन त गुरुहरूको अगाडि कहिले धर्मको विषयमा कुरा वकालत गरिराख्दा अलिकति अस्वाभाविकै होला, तैपनि मैले जाने बुझे अनुसार ती कुराहरू तपाईँहरूको अगाडि राखेँ र त्यसको लागि मलाई प्रमुख अतिथिको हैसियतले बोलाएर केही बोल्ने मौका दिनुभयो र उद्घाटन गर्ने मौका दिनुभयो। त्यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै यो गुम्बाको लागि यो आर्थिक वर्षको बजेटमा फेरि पनि म गर्छु उपाध्यक्षज्यू लगायत यहाँको जनप्रतिनिधिहरू र म जति सकिन्छ यो आर्थिक वर्षमा केही न केही 3 तहको सरकारबाट केही न केही यो चाहिँ निर्माण सम्पन्न गर्नको लागि पूर्णता दिनको लागि केही न केही रकम चाहिँ हामीले निकास गर्नुपर्छ भन्दै तपाईँहरूबाट दिँदा चाहन्छु। यो गुम्बाको उत्तरोत्तर होस्, सबैको शान्ति होस् भन्दै सबै सुस्वास्थ्य होस् भन्दै म यहाँबाट बिदा लिन चाहन्छु। धन्यवाद।